Hello and welcome back to my vlog again. आज चाहिँ day 3 हो. आज हामी गाउँ जाँदैछ. माइती गाउँमा टिका पुर्याउनको लागि. अनि आमा हेलो सुतिरहेछ. अनि त्यही हो. अहिले हामी आमा यो कहाँ पुग्यो? 12 बजे कटिसक्यो है. अहिले हामी 12 बजी कटिसक्यो. पानी पर्ला जस्तो भएको तर घाम लागिरहेछ. जाम जस्तो भयो. अहिलेसम्म पनि खोलेको छैन. मान्छे आउँदैछ. छिलाइसक्यो. अहिलेसम्म कहाँ पुगिसक्थ्यो. Shashira चाउचाउ खान जाने कि लम्मु साँच्ची उ त नखाऊ खान्थ्यो नखाने मेरो अहिले खाने टाइम हैन. माइ गॉड कतिखेर खुल्ने होला यार. मान्छे सब बिन्दैछ ढुङ 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 गरेर. नयाँ पुल पुग्दैछ. हेलो पापा. हाई. हामी कहाँ जानु लाग्यो त पापा? अब लोसरमा पौ गुम्बा लिस्ती पौ गुम्बा भटेकोसी एकमा जानु लाग्यो हजुर. जाममा पर्यो है एकछिन. ए जाममा परेर दिमाग खराब. अमला हेलो भन्नुहोस् न आज अहिले चाहिँ ससुराली ज्वाइँलैको रसिकुने भइसक्यो. सासूले सासु आमाले चाहिँ बल्ल हिँडेर अब गाउँको बाटो सुरु हुनु आँटिसक्यो. हामी चाहिँ अहिले मामा घरमा टिका पुर्याउँदै. एउटा मामाको पुऱ्याएँ हतार लुगा पनि चेन्ज गरेँ. हाई हेलो. उसको हेलो. अनि मेरो ठुलो मामाकोमा जाँदै हो. यहाँ यो बाटो अहिले हिँड्नु ओह्रालो हिँड्नु कम्ता गाह्रो हुन्छ मलाई. ममटेसले आन्टेसले चाहिँ मामाकोमा पुगिसकेँ. चाहिँ हाम्रो मामा घर. यो चाहिँ हाम्रो मेरो दुला. राम्रो देखेछ है बाइकमा. मलाई त जीवन सुहाउँदैन. बिचरा आऊ भित्र आऊ. खाना खाए म पनि कतै गास नि आज त फकिँदैन नि. आज गुम्बामा पनि छ 16 घर. अब चाहिँ हामी तलतिर जाँदै हौ. म चाहिँ खाली. अब तल मेमेकोमा जाँदै हो. तल मेमे 3 घर पुऱ्याउनु पर्छ. मामा भेट्यो ससुरा चाहिँ जाँदै हुनुहुन्छ झोला बोकेर. आमा त अब खुट्टा बिरामी मान्छे. हामी चाहिँ गाडी परै राखेर जाँदै हो. यो चाहिँ आमाहरूको घर. आमाको माइती दि आमाकी माइती ला. पापाको ससुराली. अब झैँको ससुराले पुग्दैछ. होइन चिसो फ्रुटी खाइदिएको लागि त्यो सानो खालको गाडीमा त्यही भएर यो भयो.
Hindi lang kaya doon ay lang rundang lapit alam misri ame kamba. घरमा सही छैन कि ए सेर्तेमा कि तपाईँलाई यसपालि यस्तै भयो अर्को पालि अलि राम्रो पाउँछ अब है खै खानु नि केही भएन मुख खाइबो उता भात चाहिँ उता पकाउँदैछ च्यारो अन्डा उयो कति खाइसक्यो हुन्छ हस् धन्यवाद हस् त Jumbal Shino Baldian Dorjes and Chires on Gombo Jambi Bosse Yimbo Tiba numbers and Nangi Yimbo Pachu Kundos on Gobol People Legion already. Chozel Nam Doji, Bolji, John Jusen by Gala, Chazal, Region Dujo, Dodges. Jane can do Zavila Mandang, Idam, Shito can do check on them, Taki Milam to be Pandujo, Taki Tisums of Pikawai. Jing. Jane can do Zavila Mandang, Idam, Shito can do check on them, Taki Milam to be Pandujo, Taki Tisums of Pikawai. हामी चाहिँ अब खानासाना खाएर पनि जानु लागेको साथी साथी दुःख गरेछ नि त पश्चिमबाट किन बेला ना बाई बाई खाना पीना त गर्छ भए म लोसरको रामदी रहेछ आया गोगलै बी बाई 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 मेरा बाई बाई गोगो अब ओ बेहुली कस्तो भइरहेछ त गाउँको यात्रा ठिक छ ठिक छ And what about you, Beula? बेहुला जस्तो भइरहेछ खाता लागिरहेछ खाइएछ खाइरहेछ के भन्दा कति हुन्छ अब मामा घरमा 3 घर जानु बाँकी हेलो हामी चाहिँ अहिले सिलदुममा पुग्यो अब यहाँ 3 घरमा जानु छ हैन अनि त्यसपछि राम्रो आउँदो रहेछ राम्रो आउँछ फोटो खिच्ने हो You want to click some picture? मुटु मेरो खुट्टा घामले पुरै छेक्यो राम्रो आयो गाउँमा यसरी गर्नुपर्छ 3 वर्षसम्म म त नखाने हो होइन म सुन्तला खाँदैन नि Salah. Evita Shidele namjini photo na sharmara dum शर्मासँग यहाँ नि Nam do nani ani ko madon. इबी शर्मा त छ त नि अनि हामी अस्ति पनि तात लिभिङमा Ani ko खाना madon. खाएको है हामीको जन Nan mina wozere roy kene roy devre milenga ba ani dina tene. बाई बाई खिचौँ न इबी rangini sala lepji bhai bhai le अब हामी यहाँबाट भाइकोमा जाने 2टा घर सिलदुममा Ani ki? Tirashi. Ashangi. यो के हो पोजे ma kure siringi or marchi chi ki pe Chongyo. khata jai hum gaye Chongdo. Chongyo bile ta mai di dene ya mai di dene ya. igar har ka inchi mein अगाडि बस्नु पुगेछ या मान्छे त बस कहाँ बस के हो फुर्लम हो
आउँछ नदेखाऊ नदेखाउ बजेर त थाके त आमा थाकेन मलाई त कहिले थाक्दैन मेरो बुढा थाकिसक्यो थाक्यो जहिले निकाल लाग्छ इउकम पुगेपछि आनन्दै चिया कति कप खायो त मुटु अहिलेसम्म खाना नि 10-15 म नखाने मान्छे चाहिँ यति धेरै चिया खाइसक्यो आज बाबा आमाले पुरा यहाँ भुकमा कुरो सुनाउँदैछ आइमे मान्छेहरू त आङदुङ चुबा यहाँ कच्चा दाउरेको चा तुतेन यहाँ त आलु त त्यही हो अब त्यो चिया खाएँ यहाँ मेमेकोमा अब यहाँबाट त्यो माथि जाने अनि त्यसपछि माथि कुन टोल रे आमा आमा कुन टोल रे ततिली होइन मेमे डल्लेको होइन हो अब हामी माथि गेन्जुङ टोल होइन अब घिन्जुङ टोल अब गेन्जुङ टोलमा जाने अब यहाँ एउटा मेमेको बाँकी छ अनि त्यसपछि गेन्जुङ टोलमा यहाँ चाहिँ मलाई कसैले आलु दिने हुनुहुन्छ सो आइएम वेटिङ फर आलु ओबेला फे भाइ आनन्द ओके लेट्स गो आमाले त भारी होला नि के उस्तै हो यो चाहिँ हातमा हो यता बरु यता पर्छ मान्छे कोही आएको छैन इभी टसिदेले अनि यो टनमा पुऱ्याउनुले चाहिँ यहाँ निकाल कि गुम्बामा त त्यही राख्दा नि अब यता मात्र बाँकी हो बोल कि नि चिनी दही चुर्दा ह्यान्डल लक आमाले ह्यान्ड ब्रेक दिलमा चाहिँ ngaमुरी जान्छ खाना त केही भएन है बाको रक्सी खाएपछि के चाहिन्छ हजुर खिच्छु अनि त यहाँ ढुगाले मन परेछ के भयो त नि अहिले हामी आइन्टोलमा कोमा हो राम्रो स्पेसल ड्रिङ्क खिलाउनु धन्यवाद यहाँ पाले भन्छ ए माथि भन्छ होइन आफूले मन खाने मिलायो होइन होला म मेरे ख्वाबों के तस्वीर है तू बेखबर मेरे तकदीर है तू होइन होइन काका कलु काका दवा रोहित लामा रोहित लामा गायक म हामी यहाँ खाना खाँदैछौँ चिकन दाइ होइन यहाँ पाले भन्छ नि होइन यस्तो होइन मेरो चाहिँ यस्तो छोरी आयो होइन मलाई जया आखिनै मलाई हिजो नै थाहा थियो यो आँसु यो आँसु त के आँसु नि खुसीको आँसु मेरे ख्वाबों की तस्वीर गुड मर्निङ औ मर्निङ हेर कस्तो सेट दिन्छ अहिले चाहिँ हामी आउँदा हौगामा जाँदै हो किनभने आउ चाहिँ अहिले खाना बनाउनु गइहाल्नुहुन्छ त्यही भएर छिटो फ्रेस भएर म चाहिँ निस्केको उहाँ चाहिँ मेरो काका त अनि मेरो अगाडि त पुरै ब्ल्याक पो देख्दो रहेछ त ब्ल्याक हो नि त ब्ल्याक अनि आउ चाहिँ अहिले गाउँमा खाना बनाउनु जानुहुन्छ गुम्बामा आज लोसारको उयो छ हाम्रो त्यही भएर छिटो आएको यहाँबाट त नि यो चाहिँ बिहानको भ्यू गुड मर्निङ आउ टसिदेले ह्याप्पी लोसार औ रोहित अच्छा औ ज्याक औ दवा औ रोहित औ ओके अब सक्यो यहाँ अब हामी जाने कहाँ होइन औ दवा औ दवा जाने हो ल जाऊ त्यसले मेमे छु
हामीले धनेर पुग्छ यो झोला अर्को कहाँ पुगेछ आमा ए एउटा त यहाँ बनाएकै हो क्या बनाएको छ त एउटा त नि बनाएको रहेछ यस्तो कालो झोला कहाँ गर्नु पाउनु भयो एउटा गाडीमै छ गाडीमा कहाँ हुन्छ गाडीमा हिजो गाडी बोकेर हिँडिरहेको छु गरेर फोटो खिच्दा सुहाउँछ कि सुहाउँदैन साउँछ हाम्रो चस्मा चपिसक्यो नि चस्मा खुम्जेर राख्छ यो रोपी त नलाउने हुन्छ ल म बस्नु म फेरि ओके छ हेलो हेलो अहिले चाहिँ अब हामी गाउँ छोडेर जाने घुम्न जाने अब अनि यहाँ छ थाक्यो हिँडेर अङदुङ भएन रे माथि सारेको अनि आउले चाहिँ यो बोक्नु यहाँ अब लास्ट घर त्यसपछि गुम्बा अब गुम्बामा सकियो लास्ट भनेको यहाँ हाम्रो हामचम्बोकोमा हामचम्बो अनि अब यहाँ चौचो खाएर अनि त्यसपछि गुम्बामा जाने म त नखाने हामचम्बो कता कस्तो राम्रो रहेछ माथि पनि चढाउनु पर्छ नि त्यस्तो गरेर आमा अब हाम्रो यात्रा कता हो त अब सिक्थ्यो अब लोसार खानले उठाउने गुरु बसेको भएको ठाउँमा ध्यान गीत गाउँदैछ तपाईँको चाहिँ ड्रेस अनुसार पाएछ गजब देखेछ पहेँलो खाँदा पहिलो चस्मा लगाइदिउँ पुरा प्याकिङ भइरहेछ हाम्रो अलमोस्ट सक्यो अब यो गाउँतिर चाहिँ अनि त्यही हो अब हामी गुम्बामा जाने माथि त्यहाँ बोल भेडा त्यो पनि यतै ल्याइदियो हुन्छ चप्पल चाहिँ यहाँ राखौँ हामी चाहिँ अहिले पुगिसक्यो गुरुङ बिर्सेको तल चाहिँ यस्तो राम्रो छ यति हिँड्ने यति टाइम लाग्यो यति बिस्तारै हिँड्नु माई गड खुट्टा बिरामी भयो मान्छे बुझु माथि पुरा गीत धन्किँदैछ अब अलिकति मात्र बाँकी छ नाच्नु लागेको हो माथि हेलो तसिदले ह्यापी लोसार थ्याङ्क यू लोसारको नववर्ष 2050 ड्रेसिङमा धुल्यो क्याल्पो लोसार लासो तथा सबैजना त्यहाँ माथि जाऊ हामी नि माथि आउ ज्याक त्यसले गेमको लागि त्यसले सबैलाई टेस्ट दिले मैले चाहिँ दियो टेस्ट दिले ओ खानु बसिसकेछ
ल ल ल हुन्छ हाम्रो यहाँ स्पेसल बनाउँछ त्यसले मेमे झन् जोइसँग हात मिलाएर पब कराउँदैछ फेरि हात मिलाएर बस्छ त्यसले हुन्छ हुन्छ अहिले अलि खान्छु त्यसले मेमे त्यसले सबैजनालाई बफ अचार त्यसले अब ह्याप्पी लोसार एभ्रिवान सबैलाई को ल भने हेलो हाई बिस्तारै आएको नि अनि भरे कति धेरै छ त अनि मलाई खुट्टामा गाह्रो हुन्छ नि त अब एक ठाउँमा बस्ने हेलो पापा हाई ह्याप्पी लोसार मेमेहरू लोसार त्यसले हजुर मेरो आओ बच्चाहरू नाच्नलाई रेडी छ रुको ठाना यो त नरु न मेरो प्यारो आउ रुनु हुँदैन उहाँले चाहिँ मलाई सानोमा पढाउनु हुन्थ्यो यस्तो डेन्जर पिट्थ्यो टर्चले जसले आउँदाखेरि बित्तिकै भाग थियो म सुत्नु ओछ्यानमा पुगिसक्थ्यो म भाग्थ्यो अरे पढाउँदाखेरि बदमाम थियो नरु न टोइलेट पेपर हेलो आशा ह्याप्पी लोसार धन्यवाद अनि अर्को त के अब नाकमा घिउ आएछ पेपर छैन पेपर मौसम जाडो छ आउँछ उसलाई पेपर भन्दैछु अब यहाँ तातो पानीमा सासू र ज्वाइँ त्यहाँ सामान मिलाउँदैछ अहिले हामी त 10 किलोमा हो यहाँ घरमा पुग्यो यो चाहिँ हाम्रो घर मेरो घर त्यही यहाँ हेर्नु बाबु यहाँ चाहिँ खिचौँ न यहाँ त त्यो सटर मात्र आउँछ तपाईँले अब त्यही रहनु भएको छ हेलो अनि हामी चाहिँ अहिले भर्खर घर पुग्यो एकदमै थकित टायर्ड होइन अनि टाउको दुखिरहेको छ बेसरी त्यही हो अब फ्रेस हुन्छु अनि त्यसपछि सुत्छु ल यो भ्लग चाहिँ म यसरी नै एन्ड गर्नेछु प्लिज तपाईँहरूलाई मन पर्यो भने प्लिज डु लाइक एन्ड सब्सक्राइब बाई बाई